नमस्कार दर्शक, म प्रकाश भट्टराई। अहिले म यहाँ माइखोलामा छु। यता इलामपट्टिबाट झापातर्फ जाने यो माइखोलाको पुलको मुखमा छु म अहिले। हजुरले देख्न सक्नुहुन्छ। अहिले म यता इलामपट्टि छु। यो जुन इलाम बजारपट्टि भने पारी देखिएको ठाउँ भनेको यो झापातर्फ जानको लागि यहाँ पैदल गइराख्नु भएछ यात्रीहरू सबै। यहाँदेखि चाहिँ सामानहरू बोकेर पारीपट्टिबाट चाहिँ गाडी चढ्न सक्नुहुन्छ। कृष्ण कणेल सर आउनुभएको छ यहाँनिर, उहाँ पनि हुनुहुन्छ। यहाँनिर देख्न सकिन्छ माथिदेखि पैदल आउने क्रम पनि भइरहेको छ। प्रहरीले पनि यसरी बच्चाहरूलाई बोकेर ल्याएर सहायता गरिदिइराख्नु भएको छ। यहाँनिर देख्न सक्नुहुन्छ साना नानीहरूलाई मद्दत गरिराख्नु भएछ उहाँहरूले माथिदेखि बोकेर ल्याइदिएर। यहाँनिर देख्न सक्नुहुन्छ यहाँ हाम्रो इन्द्रेणीका सञ्चालक यहाँ हाम्रो कृष्ण कणेल सर पनि यहाँ आइसक्नु भएको छ। यहाँनिर हुनुहुन्छ राजदुवाली माइखोलाको पुलमा। यहाँनिर चाहिँ सुरक्षाकर्मी, यता प्रहरी जवान, यता साथै यहाँनिर नेपाली सेना पनि हुनुहुन्छ। उहाँहरूकै सहायतामा यहाँबाट सामानहरू लाने ल्याउने काम भइरहेको छ। यहाँदेखि चाहिँ उहाँहरूकै सहायतामा यो माइखोलाको पुल यहाँ देख्न सक्नुहुन्छ। माइखोलामा यसरी वारिपारी यसरी यहाँबाट पैदल आएर चाहिँ पारीदेखि यो देख्न सक्नुहुन्छ। पारी यहाँदेखि पैदल आइराख्नु भएको छ। यहाँ पारीदेखि चाहिँ पैदल यो ओह्रालो हिँडेर आएर चाहिँ यहाँदेखि माइखोला पार गरेर चाहिँ झापातर्फ जानको लागि यता माइवारीपट्टि यहाँबाट गाडी चढ्ने काम भइरहेको छ। यो माइखोलाको वारीपट्टि जुन झापातर्फ जानको लागि गाडीहरू छेउबाटै आउँदैछन्। यहाँनिर देख्न सक्नुहुन्छ माइखोला वारीपट्टिको यो झापातर्फ जाँदैछ यहाँबाट गाडीहरू। वारीपट्टिको दृश्य हजुरहरू देख्न सक्नुहुन्छ। यो पैदल आउँदै हुनुहुन्छ उहाँहरू। इलामपट्टिबाट पैदल आउने क्रम जारी छ। यहाँ आउँदै हुनुहुन्छ उहाँहरू। यहाँ माइखोलाको पुलको यो दृश्य, यो पुलबाट पार गरेर चाहिँ उहाँहरू यता वारी आएर चाहिँ अब झापातर्फ जानुहुनेछ। यहाँदेखि पारीदेखि माइखोला पार गरेर चाहिँ उहाँहरू झोला बोकेर सामान बोकेर पैदल आएर वारीपट्टिदेखि यहाँ गाडी चढ्न लाग्दै हुनुहुन्छ उहाँहरू। माइखोला पारीदेखि पैदल आएर चाहिँ माइखोला पार गरेर चाहिँ यहाँ वारीपट्टिबाट चाहिँ यहाँनिर गाडी चढ्नको लागि आउनुभएको छ। यो वारीपट्टिको यो झापातर्फ जानको लागि गाडीहरू यहाँनिर देख्न सक्नुहुन्छ। यो दृश्य देख्न सक्नुहुन्छ तपाईहरू यहाँनिर अहिले माइखोला वारीपट्टि जो झापा झर्नको लागि चाहिँ पारीदेखि पैदल हिँडेर चाहिँ उहाँहरू आइसक्नु भएको छ पारीपट्टिबाट। द्वारा यो हेल्प डेस्क भनेर यहाँनिर नगर प्रहरी, दमकल सेवा, आपतकालीन डेस्क यहाँ देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ प्राथमिक उपचारहरू भइरहेको छ। यहाँनिर यता यात्रु सहायता कक्ष यता देख्न सक्नुहुन्छ। यहाँनिर